हेलो हेलो आज चाहिँ हामी पुटुरीलाई भेट्न पाइन्न लाग्यो। यो चाहिँ हाम्रो ड्राइभर साहब मोटु मोटु हाम्रो लिगेल गर्न लाग्छौँ। फर्स्ट ट्राई हो, हेरौँ कस्तो हुन्छ है त। टेटामी सुरुङ मार्ग कहाँबाट यो खोलिने बाटो बाटोमा उनीहरू कुदाउँदै टिप्पर आयो अगाडि हरान बजाउँदै त्यो बाटोमा कुदाउँदै अझै कुदाउँदै मोटरबाट हिँडेको 80%मा गिर्नु फरेस्ट एग्रो रिसोर्ट भइसक्यो पर्सेन्टमा। यो हाम्रो खालि पहिरो जाने ठाउँ के खोला यो यसलाई भन्छ हिउँदे खोला भन्छ। अनि कालो माटो भन्छ। दुब्लाको ठुलो हिउँदे खोला खरलाङ स्कुटी अनि कालो माटो जाडोमा साथमै छ रोड डाँडा तिमी सकिन छौ तिमी सकिन हो मेरो बुढो मामा घर लाने बाटो कसको हो यो चार्जिङ स्टेसन मेडिकल कलेजको माथिको उकालो चलिरहेको अवस्था उल्टो भएर
बिसतिर पुग्न लाग्यौँ अब छैन 1 मिनट नै पुग्दैन हाम्रो चार्ज चाहिँ 21% पुगेछ दियोस् ओहो मेरो बुढोले चाहिँ मलाई अगाडि 22 हुँदा चाहिँ घर पुऱ्याउने भनेको मैले चाहिँ 10 20 को बिचमा हुन्छ भने चाहिँ त्यहाँ बिच बाटोबाट तर यो उकालो छ नि घाटा लाग्छ नि तै पनि त्यो 19 त पुगिहाल्छ यो फ्याट पर्दिँदा यार यस्तो उकालो मात्रै गएको छ मेरो बुढोले 20 भयो अगाडि उकालोले गरेर 20 भएको नि नै हुन्थेन नि यस्तो उकालो नि खाँदैन अरे यार गाह्रोसँग ताने यार है अदालतको साइडको उकालो त्यो पनि तानेर नै पर्छ स्कुटी चाहिँ राम्रो रहेछ अब हामी घर पुग्यो 20% पटे भलो मान्छे ल